यहाँहरू सबैलाई म श्रम संस्कृति पार्टीमा स्वागत गर्न चाहन्छु। हर्क साम्पाङले जित्नुपर्छ भनेर चाहिँ यहाँहरू अमेरिकाबाट हर्क साम्पाङलाई सपोर्ट गर्नको लागि आजबाट मेम्बरसिप बन्दै हुनुहुन्छ। के भन्नुहुन्छ हर्क साम्पाङलाई, के भन्नुहुन्छ तपाईहरु? हर्क साम्पाङले चाहिँ भोट केमा भन्नु त? माटोमा। भोट फर माटो। यसपालि माटोले जित्नै पर्छ हैन त? ल हामी नेपाली हाँसेको हेर्न चाहन्छौँ हैन? ल सबैले चाहिँ माटोमा भोट हालेर चाहिँ यसपालि हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई जिताउँ भन्ने अभियानमा हामीले पनि यहाँदेखि प्रदेशबाट यो अमेरिकाबाट पनि हामीले सपोर्ट गर्नु पाउँदा हामी आफैलाई पनि भाग्यमान ठानेका छौँ। आगामी आउँदो फागुन 21 मा हुने चुनावमा श्रम संस्कृति पार्टीलाई बहुमतले जिताउँ भन्न चाहन्छु। हस्त, धन्यवाद।